शिक्षकसँग जोडिएको छ कि भैँसीलाई बिन बजाउँदा भैँसी नर्दैन भन्छ। त म भन्छु बिन बजाएर पनि भैँसी नचाहेर देखाउँछ। जो तागत शिक्षकसँग छ, शिक्षकसँग जो तागत छ भैँसीलाई पनि नचाहेर देखाउँछौँ। यो भैँसी रूपी सरकार जो अहिले भैँसी बनेको छ, हामी बिन बजाउँदैछौँ सुनिरहेको छैन। तर हामी सबैले हेर्नु होला, दुई चार दिनमा यो भैँसी रूपी सरकारलाई नाचेर देखाइदिनेछौँ। यदि नाचेन भने नाच लगाएर पनि नाचेर देखाउँछौँ, नचाहेर देखाउँछौँ। र म अब धेरै भन्न सक्दिनँ, धेरै साथीहरू यहाँ हुनुहुन्छ र भोलिको कार्यक्रमलाई अब कमलमा हुँदैछ। कमलको कार्यक्रममा हामी कमलको केरखाको क्याम्प